चोखो छ कि झुटो छ त्यो फुल लाउने मलाई चट्टा मलाई 5 पिस दिइहाल्नु ओके गाइज हेलो आज चाहिँ हामी गोर्खा कप जाँदैछौँ अल्डरसट यो चाहिँ वर्षमा एकचोटि हुन्छ अनि नेपालीहरूको चाड जस्तै हो गेमहरू फुटबल गेमहरू हुन्छ नेपाली समाजहरूको भेटघाट अनि युकेमा बस्ने सम्पूर्ण नेपाली त्यहाँ गेट टुगेदर हुने ठाउँ अनि अल्डरसटलाई चाहिँ हाम्रो नेपाल भन्दा पनि हुन्छ नेपाल भन्दा कम छैन धेरै म्याक्सिमम नेपालीहरू छन् हामी चाहिँ अब त्यहाँ जाँदैछौँ ओके लेट्स गो टु गोर्खा कप ओके हाम्रो सबै मिस पनि आइसक्नु भएको छ ओके हामीलाई चाहिँ लिजालाई अमृतै आउनुभएको छ ओके अमृतै आइसक्नु भएको छ हेलो 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 छोटो छोटो हामी चाहिँ अब हेलो 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 ओके हामी चाहिँ अब विमल दाइकोतिर जाँदैछौँ है रेडी रेडी ओके हामी चाहिँ अब हन्सलो वेस्टबाट हिँडिसकेका छौँ चट्ट हामी अहिले अब विमल दाइकोमा जाँदैछौँ होइन विमल दाइकोमा जाँदैछौँ यता हेलो 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 अमृत दाइ चाहिँ यता वेदर त घाम लाग्दैन नि वेदर चाहिँ ठिक्कको छ घाम लाग्ने फेरि हावा लाग्ने है हामी चाहिँ हिँडिसकेका छौँ अनि टुवर्ड्स स्टेनवेल नट स्टेनवेल ओके हामी चाहिँ टर्मिनल 4 आइपुगेका छौँ अनि यता देख्न सकिन्छ हिल्टन अनि ओके हामी पुनः लागिसकेका छौँ स्टेनवेल ओके हामी चाहिँ विमल दाइको घर आइपुगेका छौँ हाम्रो विमल छोरी चाहिँ यता छन् ओके फाइनल्ली हामी चाहिँ मिस्टर विमल लिम्बूको घर आइपुगेका छौँ हाम्रो स्वागतमा हुनुहुन्छ हाम्रो विमल लिम्बू हेलो मिस्टर लिम्बू एन्ड ओके टेल मी अबाउट टुडे वेयर वी आर गोइङ ओके त्यही हो हाम्रो यहाँ नेत्र दाइ हुनुहुन्छ नेत्र दाइ चाहिँ यहाँ चट्ट भित्र बस्नु भएको छ होइन हेलो निकाल्दा हुन्छ एउटा एउटा ठिक छ नि हेलो यस अल गुड अल गुड गुड टु गो हिमाल ओके ओहो के छ नि लङ टाइम नसी होइन अहिले ओके हामी चाहिँ अब स्टेनवेलबाट लागिसकेका छौँ हाम्रो डिजेमा हुनुहुन्छ हाम्रो नेत्र दाइले राम्रो राम्रो डिजेहरू यसो मनोरञ्जन गराउनु होला भन्ने हामीलाई आशा लागेको छ यसैका साथ हामी लाग्यौँ अब गोर्खा कप अल्डरसट ओके हाम्रो बाटोमा मनोरञ्जन जारी हुनेछ सबैलाई हँसाउनेछौँ रमाउनेछौँ नाच्नेछौँ गाउनेछौँ यसैका साथ हामी भ्लग पनि राम्रो बनाउनेछौँ विमल लिम्बू हुनुहुन्छ यता आज हाम्रो ड्राइभिङ सिटमा हुनुहुन्छ पाइलट एन्ड हि इज आवर पाइलट टुडे ओके ओके हामी चाहिँ अब लाग्यौँ गोर्खा कपतिर गाइज Vimal Limbu is driving and here is our Mr. Netra bro he's on Yeah, man. he's on music yeah प्रतीक्षा लिम्बूको गीत होइन ओके हामी चाहिँ अहिले ट्राफिकमा छौँ साथी भाइ जर्नेर कर्नेला सुन माया गोर्खाली पल्टनमा
सुक्यो रातले फकाउँछ काफले जानु कि नजानु मन सुक्यो रातले फकाउँछ जानु कि नजानु ओके वी रिच टु फान ओके हामी चाहिँ फानको भित्र छिरिसकेका छौँ होइन हाम्रो लाल दाइ र निश्चल दाइ चाहिँ यहीँबाट आउनुहुन्छ होइन दाइहरूको यही नजिकै हो घर नमस्कार हामी 5 जना छौँ हजुर 5 अनि कार्पाको 5 पाउन्ड गर्दाखेरि 6 भयो है कार्पाको कति हजुर 30 पाउन्ड कार्पाको 30 पाउन्ड होइन टोटल 5 पाउन्ड कार्पाको तपाईँहरू 5 जना होइन अन्डर एज छ र छैन नि छैन अनि एकजनाको कति हो टिकट 5 पाउन्ड हो एकजनाको कार्पाक चाहिँ 5 पाउन्ड होइन 30 पाउन्ड मेरो कार्पाक प्लस एउटा सबै रमाइलो गर्न पाइन्छ ल दाइ हामी ल लाग्यौँ गोर्खा कपतिर होइन एकदम तपाईँहरूलाई पनि शुभकामना धेरै धेरै धन्यवाद ओके हामी चाहिँ अब गोर्खा कपको पार्किङतिर आइपुगेका छौँ अनि सब लाउरेहरू हुन् हामी चाहिँ चाउरेहरू हुन् ओके टेक यु क्यान टेक राइट या यु क्यान टेक राइट म्यान या यु क्यान गो राइट ओके अमृत दाइ गोर्खा कप आइसक्नु भएको छ होइन एकदम रमाइलो अनुभूति भइरहेको छ है गाइज लाइन छ हेलो गाइज वेलकम ओके वेलकम है यस ओके हामी चाहिँ होइन लाइनमा छौँ लाइन एकदम धेरै नै अलिकति लामो भएको कारणले अझै भित्र छिर्न पाएका छैनौँ है नेता दाइ यस एकदम के छ लाइन अलिकति ठुलै नै रहेछ है एकदम लामो त्यही भएर उपरसम्मको क्यु देखाइदिनु अहिले चाहिँ हामीभन्दा पछाडि पनि धेरै नै गाइजहरू पछाडि हुनुहुन्छ हामी चाहिँ इन्ट्री हुन लागिसकेका छौँ इन्ट्रीमा चाहिँ यहाँ देख्न सकिन्छ हाम्रो टोयलेट छ अनि इन्ट्रीको लागि हामी गेटमा आइपुगेका छौँ गेटमा आइसकेका छौँ गेटमा अलिकति Okay, 2 lines. Make 2 lines on this side, please. If you got the ticket, on this side 2 lines. If you don't have it, on this side, please. Okay. We have tickets, so we're gonna take this line. गेटमा चाहिँ टिकट चेक हुँदैछ दिस इज माई टिकट गोर्खा कप मेरो टिकट चाहिँ च्यातिसकेको छ अनि यहाँ चाहिँ टिकट काउन्टर रहेछ होइन टिकट काट्दा हुन्छ हामी चाहिँ गोर्खा कप भित्र छिरेका छौँ आफ्नो लङ टाइम होइन हाम्रो गाइजहरू पनि आउँदै हुनुहुन्छ ल चट्ट है ओके वेलकम टु गोर्खा कप प्लिज गोर्खा कप छिरिसकेका छौँ गोर्खा कपमा बाजा गाजा नौमती बाजा सहित होइन यहाँ अब नाचगान पनि एकदम रमाइलो भइरहेको रहेछ है चट्ट
आइपुगेका छौँ। यता गेमहरू भइरहेको छ, मानिसहरू यता गेमको तयारीमा छन् होइन। हाम्रो योगी दाईहरूको समाज होइन, योगी दाई चाहिँ यहाँ चाहिँ यता चाहिँ गेम हुँदैछ है, यो साइड चाहिँ हामीले गेम हेर्नु सक्नुहुन्छ, गेम यो साइड चाहिँ यतापट्टि साइड चाहिँ खाना हुँदैछ। ल हाम्रो हरिदाईको टिम कर्नर भएको छ। ल कर्नर किक हान्दै नम्बर 1 हाम्रो हरिदाईको टिम हो यो चाहिँ रातोवाला। हरिदाई कोच चाहिँ यता हुनुहुन्छ है, कोच चाहिँ टाढैबाट हेरेर एकदम मनोरञ्जन लिनुभएको छ यहाँदेखि होइन। हाम्रो कोचले ड्रेस पनि टक्क लगाएर आउनु भएको छ, एकदम कोच जस्तै छ उहाँको अनुहार पनि तक्लु तक्लु टाइपको। भाँचिन गरेर हान्छन् फेरि। ल फेरि कर्नर भएको छ। यो चाहिँ 4 नम्बर पिच हो। हाम्रो गाइजहरू चाहिँ पुरा फुटबलमै व्यस्त छन् होइन। हाम्रो कोच यता हुनुहुन्छ, कोचलाई मेन कोच है हाम्रो हेड कोच, हेड कोचको ज्याकेट जर्सी भनौँ। अनि यता हुनुहुन्छ हाम्रो भाइस कोच रोशन गले हुनुहुन्छ यता। भाइस कोच तपाईँ भाइस कोच रे, मेन कोच हाम्रो हरिदाई भाइस कोच र भाइस कोचसँग केही सल्लाह हुँदैछ गोल कसरी हान्ने भन्ने। हेड कोच चाहिँ बिन्दास हुनुहुन्छ, केटाहरूले गोल हान्छन् भनेर ढुक्क हुनुहुन्छ। पुरा केटाहरूलाई केही नबोली यता बसेर हेरिराख्नु भएको छ। हरिदाई के भन्न चाहनुहुन्छ, केटाहरूले गोल हान्छन्? हान्छन् है। मलाई यो चाहिँ एकदमै यो सुन्नु भएको छ हामी मलाई लान्छ थाहा पाइसकेको छ। यो त फेरि यही छोडेर तिलक दाई गोर्खा कपमा भेटिनु भएको छ। एकदम दाजुलाई नमस्कार दाजु, सन्चै हुन्छ? ल जाउँ चिया खाएर आउँ, यसो चिया खाएर आउँछौँ हामी दाइ है। जाडो जाडो। विमल लिम्बू तिमी अगाडि हिँड, चस्मा लगाएको छौ नि। यो चाहिँ गोर्खा कपमा है, मान्छेहरू यता खानामा व्यस्त हुनुहुन्छ। खाने स्टलहरू एकदम टनाटन छ है, गाइजहरू एकदम बिजी फुडको लागि। स्टलहरू यता यता छ सबै। एकछिन बाहिर निस्किँदैछौँ, बाहिर निस्किएर फेरि भित्र छिर्दैछौँ हामी। यहाँ लेडिजहरूको आइटम निकालेर चाहिँ है भोलि काम जानुपर्ने, भोलि डबल पैसा खाने होइन।
भोलि त बायाँ सरेर पनि जानु पर्यो नि टाउकोमा टेक्रा हिमालय दरै दिन्छ कि फेरि अगाडि हुनुहुन्छ बडी बिल्डर मिस्टर नेत्र लिम्बू सिङ्गापुर लाउरे हाम्रो हुनुहुन्छ पाइलट ब्रिटिस लाउरे हुन नसकेको ब्रिटिस लाउरे चट्ट है हामी चाहिँ यसरी बसेर एकछिन के गर्दैछौ नेता दाइरे यो एकदम हरदाईको एकदम फेभरेट कफी हो यो चाहिँ होइन ब्ल्याक कफी यता हाम्रो दाइ हुनुहुन्छ बडवाइजर है हामी चाहिँ अलवेज बडवाइजर है हरिदाई चाहिँ फेभरेट नेपालभरिको टप 10 भित्र पर्नुहुन्छ यो एकदम दिवाना लभर भन्ने हो हातले देखाउँछ हातमा भाउजूको फोटो छ भाउजूको नाम छ हो टप 10 भित्र परिन्छ उहाँ त एकदम होइन भाउजूको फोटो मुटुमा छ हातमा नाम छ ल ठिक छ बाबु छोरो के गर्दै सिङ्गलले के भन्न चाहन्छ सिङ्गल लाइफ रकिङ छ भन्ने कुरो यो भनिराख्नु पर्दैन खास गरी हैन ओके आज दाइ मामा दिताल दाइ बहिनी अनि हाम्रो छोरोसँग चाहिँ सँगै बसेर खोर्सानी डल्ले मै जस्तो दुखीलाई पत्याउँछ फलले मै जस्तो दुखीलाई पत्याउँछ फलले ओके गाइजहरु चाहिँ हामी यहाँ गोर्खा कपमा छौँ होइन गोर्खा कपमा चाहिँ चट्ट यता बाहिर रिफ्रेसमेन्टको लागि आइसकेका छौँ हाम्रो हरिदाई म्युजिक म्यान डिजे यता नेत्र दाई होइन गोर्खा कपमा म्युजिक सहित हाम्रो योगी दाई भेटिनु भएको छ छट्ट हाम्रो ह्यान्डसम योगी दाई ल दाइको यो चाहिँ यो दाइको स्याङ्जा युकी होइन केही छैन हामीले फुटबल हेरिसक्यौँ अघि नै होइन एकदम तेरिका दिदीहरूको यहाँ टेकमाया दिदी यता हुनुहुन्छ यहाँ हुनुहुन्छ हाम्रो दिदी नमस्ते है दिदी दिदीलाई वेलकम छ है वेलकम दिदीलाई ल योगी दाइको हाम्रो विमल लिम्बूसँग भेट भइसकेको छ हाम्रो ग्रुप हाम्रो दाइ भाउजूको ग्रुप ल दाइले कति माया गरे बुहारीलाई हाम्रो भाउजूहरू चाहिँ पुरा विमल लिम्बू सेलरोटी लिएर आइसकेको छन् आज यो त एकदम बिजी यार अघि नै आएको भेट्नलाई झन् यस्तो ल
गाईजहरू चाहिँ अब ढ्याप छान्दैछन् होइन चट्ट बिमल लिम्बू बाबा प्लेट भरि भरि हो ओके गोर्खाको फाइनल गेमको लागि पास एकदम रमाइलो भइरहेको छ हाम्रो यता सबैजना रमाइलो गर्दै हुनुहुन्छ झुटो छ त्यो फुल लाउने मलाई ढोको छ त्यो फुल लाउने मलाई ढोको छ यो नानी खुसीको फुल चोखो छ कि झुटो छ त्यो फुल लाउने मलाई ढोको छ त्यो फुल लाउने मलाई ढोको छ बजार चाहिँ बेलुकामा अलि भिडभाड हुँदो रहेछ है बजार अहिले एकदम चाप परिरहेको छ बेलुकाको समय भएर लुगाहरूदेखि लिएर सबै सम्पूर्ण सामानहरू यहाँ पाउँदो रहेछ बजार एकदम भिडभाड छ त अहिले त ओके हाम्रो लिम्बू भाइ चाहिँ सकेन यहाँ चाहिँ है हाम्रो डेडलिफ्ट भइरहेको छ पुलअप यता छ डेडलिफ्ट यहाँ छ डेडलिफ्ट गर्न रेडी फिजिकमा पनि छ है अनि अहिले विन भएकोमा उहाँ हाम्रो भान्जीलाई बडी बिल्डिङको तर्फबाट एउटा टिकट ओके नाइस हामी चाहिँ दिदीबहिनी किचनबाट सेलरोटी लिँदैछौँ होइन गाइजहरू चाहिँ सेलरोटीको लाइनमा हुनुहुन्छ होइन चट्ट सेलरोटी लिएर घर जाने भनेर हामी लाइन बसिसकेका छौँ यहाँ चाहिँ सेलरोटी ल्याइँदै हुनुहुन्छ प्रोहरू एकदम रमाइलो व्यापार भइरहेको छ एकदम रमाइलो छ यहाँ होइन आउटर सर्टमा बेलुकाको समय यता मोमो हाम्रो सेलरोटी आइसकेको छ होइन चट्ट मलाई 5 पिस दिइहाल्नु ल हाम्रो मलाई 5 दुईटा पनि छ मलाई 5 पिस